म एज अ नेपाली पर्सन इन रिसेन्ट टाइम अलिक आइडेन्टिटी क्राइसिसको थ्रु गइरहेको छु र कस्तो आइडेन्टिटी क्राइसिस भन्दा चाहिँ लेट्स स्टार्ट फ्रम द बिगिनिङ। मेरो फर्स्ट आइडेन्टिटी क्राइसिस एज अ नेपाली जुन मलाई अझै याद छ त्यो हो हाम्रो सोसल स्टडिजको सरले हामीलाई पढाउनु भएको कि नेपाल जलस्रोतमा ब्राजिल पछिको दोस्रो सबसे धनी देश हो भनेर, जुन कुरा म मेरो स्कुल इयरसम्म एज अ फ्याक्ट कन्सिडर गर्थेँ। बट स्कुल इयर सकेपछि मैले आफ्नो फोन पाएँ र त्यसमा इन्टरनेट चलाउन थालेपछि इन्टरनेटबाट थाहा पाएँ कि त्यो कुरा त सत्य रहेनछ भनेर। अनि त्यो कुरा मात्रै होइन, ती तमाम अरू धेरै कुराहरू जुन नेपालको अर्थात् हामी नेपालीहरूको पहिचान हो, किनकि यी कुराहरू विश्व प्रसिद्ध छन् र यिनीहरूले हामी नेपाली र नेपाललाई संसारभरि चिनाउँछन् भनेर हामीले सानैदेखि जसरी भनिने र पढाइने गरिएको छ, ती कुराहरू मोस्टली असत्य नै रहेछन् र बाँकी जति जे सत्य छन् तिनीहरू पनि कम्प्लिटली हाम्रो मात्रै एक्सक्लुजिभ पर्सनल आइडेन्टिटी होइनन्। इन्स्टेड हाम्रो त्यस्तो युनिक आफ्नो मात्रै इन्डिभिजुअल विश्व प्रसिद्ध एक्सक्लुजिभ पहिचान अर्थात् आइडेन्टिटी नै त्यस्तो खासै केही पनि रहेन रहेछ र जे छन् तिनीहरू पनि मोस्टली सेयर्ड आइडेन्टिटी नै छन् अपार्ट फ्रम नेपालको फ्ल्याग। उदाहरणको लागि सबैभन्दा विश्व प्रसिद्ध भगवान गौतम बुद्धलाई केवल हामीले मात्रै नै क्लेम गर्नु मिल्दैन, इन्डियाको नि क्लेममा हक लाग्छ, किनकि भगवान गौतम बुद्ध दुवै नेपाल र इन्डियाको सेयर्ड आइडेन्टिटी हुनुहुन्छ। र सेम वेमा हाइएस्ट पिक माउन्ट एभरेस्ट नि सेयर्ड आइडेन्टिटी हो, किनकि त्यो नेपाल र चाइना दुवैमा पर्छ। अनि थर्ड हाइएस्ट पिक कञ्चनजङ्घा नि सेयर्ड आइडेन्टिटी हो, किनकि वन्स अगेन त्यो नि दुवै नेपाल र इन्डियामा पर्छ। र गोर्खाहरूको प्रसिद्धि र सम्मान नि सेयर्ड आइडेन्टिटी भइसकेको छ, किनकि गोर्खाहरू इन्डियामा नि पाइन्छन्, जसकारण गोर्खाल्यान्डको माग नि सुनिन्छ इन्डियामा। अनि त्यसै गरी अरू सेयर्ड आइडेन्टिटीहरू पनि छँदैछन्, लाइक मोमो छुर्पी तिब्बतले क्लेम गर्छ, वाइ त थाइल्यान्डको भइगयो। अनि तेन्जिङ नोर्गे शेर्पा नि सेयर्ड आइडेन्टिटी हुन्, किनकि उनलाई नेसनालिटी, एथनिसिटी र बर्थको आधारमा इन्डियन, नेपाली र टिबेटन साइडले क्लेम गर्छ। र त्यति मात्रै होइन, आधुनिक युगमा नेपालको नयाँ पहिचान बन्दै गएको सम्पूर्ण शेर्पा समुदायलाई नि नेसनालिटी वाइज नेपाली भए तापनि एथनिकली शेर्पाहरू टिबेटन हुन् भनेर टिबेटन साइडबाट शेर्पा कम्युनिटीलाई क्लेम गरेको नि सुनिन्छ। त्यसपछि नेपालको अर्को पहिचान ढिँडो त नेपालमा मात्रै पाइने, नेपालमै इन्भेन्ट भएको एक्सक्लुजिभ डिस हो भनेर सोच्थे, तर साउथ इन्डियामा रागी मुद्दे भनेर उस्तै डिस उहिले जमानादेखि खाइने गरिँदो रहेछ। ढिँडोपछि अर्को पहिचान रह्यो खुकुरी, जुन त हाम्रै एक्सक्लुजिभ कम्प्लिटली ओरिजिनल आइडिया र इन्भेन्सन हो भनेर सोच्थे। बट खुकुरीको बारे नि मेबी खुकुरी पनि कम्प्लिटली ओरिजिनल आइडिया अर्थात् इन्भेन्सन होइन, किनकि एन्सियन्ट ग्रिक लाइक एलेक्जेन्डर द ग्रेटले युज गर्ने कोपिस र त्यस्तै सिमिलर फाल्काटाबाट मेबी खुकुरी एलिजिडली इन्सपायर भएको हो भन्ने खालको कुरा नि सुनिन्छ। अनि अरू फेमस कुरा लाइक थान्का पेन्टिङ नि नेपाल र तिब्बतको सेयर्ड आइडेन्टिटी हो र रिसेन्ट टाइममा नेपालको नयाँ आइडेन्टिटी बन्दै गएको म्याड हनी टर्कीमा नि पाइँदो रहेछ। सो लाइक बाँकी रह्यो के, कमेन्टमा लेखिदिनु होला।